हामी अहिले यो ठ्याक्कै जनकपुरको बिचको चोकमा हामी यो त ठाउँ यसो हेर्दा अगाडि राम्रो जस्तो लाग्यो। नेपालमै आइए छैन जस्तो लाग्यो, इन्डियामा जस्तो लाग्यो मलाई फिल भयो होइन। पहिला हेरेँ नि मन्दिर यो हैछन् है के जनकपुर मेन ठाउँ। यो चाहिँ जनकपुरवाला घुमेर आइयो। हेलो नमस्ते सबैजना आएर हुनुहुन्छ नि। म धेरै दिन भयो के लुकेर भागेँ यहाँ एउटा माग्ने लुकेर भागिरहेको ए जनकपुरमा आएको। यहाँ त फोहोर सोहोर सबै छ है। अनि सबैजना आएर हुनुहुन्छ नि। म आज धेरै वर्ष है धेरै महिना भयो भ्लगहरू नगएर यस्तो आज जनकपुरतिर घुमौँ भनेर भ्लग गरेर आएको। खै यहाँको जानकी मन्दिर चाहिँ के कस्तो हुनुहुन्छ थाहा छैन होइन। नेपालको एकदम प्रसिद्ध धार्मिक स्थल भने हुन् के अरे है। हेरौँ कस्तो छ। हामी अहिले यो ठ्याक्कै जनकपुरको बिचको चोकमा हामी यो त ठाउँ यसो हेर्दा अगाडि राम्रो जस्तो लाग्यो। नेपालमै आइए छैन जस्तो लाग्यो, इन्डियामा जस्तो लाग्यो मलाई फिल भयो होइन। राम्रो छ। म त धेरै आएको थिइनँ। अब हेरौँ कतिको सफा सुग्घर कस्तो राम्रो छ यो सहर। हेरौँ हामी यो नआएको त म यहाँ नेपालमा जन्मे पनि पहिलोचोटि आएको छु यार। म के गर्नु तर आज आउने अवसर मिल्यो है। यो चाहिँ यो जनकपुरको चाहिँ मेन चाहिँ बिच। अब यहाँबाट यतातिर जाने होला होइन। दामी छ हिँड्दै जाने हो। आनन्द नजिक छ अनि हिँड्दै जाने कति टाढो रहेछ हेर। बस पारेको थाहा हुन्छ। यो महारानी यहीँ आएर पढेको महारानीले पनि थाहा छैन क्या अरू। यहाँ आएर पढेको र यो थुतुर्नु नभएको मान्छेलाई पनि थाहा छैन। अहिले नआफ्नु फेरि अहिले चाहिँ थाहा छैन यार। मैले सिकाउनु म भर्खरै आएको मान्छे सिकाउनु पर्छ। चप्पल यसरी बेच्दा रहेछ। हामी करिब बाटासम्म आउँदैछु है। जनकपुर ठाउँ आयो होला। यो ठाउँ यस्तै हो है राम्रो। तर मलाई चाहिँ जस नेपाल होइन जस्तो लाग्यो। थाहा जनकपुर आउँछ नेपाल त अलिकति थोर राम्रो हो जस्तो लाग्यो कि। राम जानकी विद्यालय रे मेन पार्ट देखाउँ। हामी जनकपुर लगभग आउन लागिसकेको छ है। तर पनि अनि यहाँको नदी यहाँ फोहोर आमा यस्तो फोहोर नै हुँदो रहेछ है। के गर्ने के सब फोहोर लगाएर यस्तो हुँदो रहेछ यहाँ। सबै जनकपुर धाम भन्छन् है। तर चाहिँ यहाँ सीता जन्मेको रामको ठाउँ यस्तो ठाउँमा चाहिँ फोहोर छ है। ल हामी मन्दिर आइज है। मन्दिर चाहिँ आयो तर फोहोर है फोहोर यस्तरी फोहोर फाले अनि मन्दिर भन्ने मात्रै हो यार। लान कहाँ खाना खाएर आहा अनि घुमपछि आउने। जसले जे लाने हो जसले जे भन्यो खाना खाएर आएको त पछि अर्कोचोटि आउँदा आउने हो क्या। अहिले चाहिँ घुम्न आएको म फेरि आइहालिन्छ। यहाँ पहिला हेरेँ नि मन्दिर यो हैछन् है के जनकपुर मेन ठाउँ। जाने हो थाहा छ के फर्स्ट हो।
यो चाहिँ जनकपुरबाट अघि घुमेर आइयो है। तर चाहिँ भने जस्तो सफासुग्घर चाहिँ यो ठाउँ छैन। मन्दिर चाहिँ राम्रै लाग्यो मलाई, तर मन्दिर चाहिँ राम्रै छ। म त पहिलोचोटि आएको है, नेपालमा जन्मेर पनि ठाउँ नपरेर, अहिले समिक परेर होला पहिलोचोटि आएको, तर ठाउँ राम्रो लाग्यो। मन्दिर यही हो, घुमियो, तर चित्त बुझेन मलाई ठाउँ चाहिँ। अब म भित्र जान्छु है, तर चाहिँ मलाई चित्त बुझेन मन्दिर चाहिँ हो। भित्र जानु भिड रहेछ, भिड पनि रहेछ, लाखे साथी पनि लागेको रहेछ। तर चाहिँ यो मन्दिर चाहिँ अलिकति व्यवस्थापन चाहिँ नभएको जस्तै लाग्यो मलाई। फोहोर त्यस्तै, सफासुग्घर केही कतै रहन्छ, केही पनि। यो चाहिँ यो भित्रै साइड है, यो चाहिँ हाम्रो जनकपुरको भित्रै साइड हो। त हामी चाहिँ यो भित्र जान लाग्यो, तर त्यहाँ शुल्क लाग्दो रहेछ। तर भित्र चाहिँ भगवान्को मूर्ति हेर्न भित्र पनि यसरी चाहिँ टिकट काट्ने सिस्टम रहेछ है। ल हेरौँ। अच्छा भाइ दुईजनाको चारको ल मैले टिकट लिएँ है। अब यहाँबाट त त्यही हो, 5 वर्ष होला माथिको बच्चालाई टिकट लाग्ने छ। उयो टिकट सरी टिकट खस्छ यार। बराकमा कहिले भिडियो नबनाउनु है। टिकट चाहिँ भिडियो नबनाउनु के भन्छ, तर मैले टिकट लगाएँ है। भित्र के कस्तो कृपया पैसा दान पेटी गर्नुहोस्। के हो यस्तो? लाउँदाखेरि सबैको रहेछ। ल म यहाँ बाहिर निस्क्यौँ फेरि। बाहिर यहाँ यस्तो रहेछ। यो त जनकपुरको यो मन्दिरको चाहिँ यो माथितिर हो। यो चाहिँ पुष्प पेटिका अरे। धनुष महायज्ञ ल यति रहेछ। यहाँ 5 रुपियाँको टिकटको चाहिँ 3-4वटा राख्नु भएको रहेछ। यहाँ यतातिर चाहिँ बन्द त्यही रहन्छ है। सो ल फर्किनु पर्ने भयो त। यहाँ यो विवाहको यहाँ रहेछ त। यस्तोको हो। त्यो कहाँ खाँदा साथी
कहाँ हो त्यहाँ विवाहको छुट्या रहेछ एउटा त्यहाँ खै विवाह गरे खालको रहेछ धनुष फाँसीको चाहिँ कहाँ हुँदैछ त्यही धनुष फाँसीको यहाँ हो देखेको छैन एक घन्टा एक घन्टा वाह यहाँको यहाँ धनुष भाँसेको रहेछ त्यही यति रहेछ 4-5वटा चाहिँ यो रामको धनुष मान्ने राम विवाह यो सब अघि नै हेरेको थिएँ कि है मैले पनि जस्तो थिएँ यहाँ हुनुहुन्छ ल यति भयो यहाँ 15 रुपियाँको टिकटमा घुम्यो यतातिर लगाएँ ल यो चाहिँ यति नै यहाँको मलाई भिडियोको चाहिँ ल कहाँको गुफा यता गुफा रहेछ त खै यो गुफातिर कलतिर जाने हेरिहाल्यो है थाहा छैन तर कहाँ हो यो गुफा पो बनाएको रहेछ है दामी र ए गुफा भन्दै जाने कपडाहरू लगाहरू माताजीहरूले कपडा लगाएकोहरू सबै रहेछ लागा मालाहरू अँध्यारो अलि देखिएन है तर चाहिँ यहाँ सबै रहेछ क्या यो चाहिँ यो भगवान् चन्द्र आएका माताहरू श्री सतरामदास महाराजजीको चाहिँ फोटोहरू रहेछ है एकदम गुफा रहेछ अनि यो चाहिँ भगवान् श्री 108 सत बलरामजी महाराजजीको रहेछ यो नि श्री 108 श्री सतराम गुलेसा दासजीको रहेछ है भित्र फायर ए के होला के थियो ल सक्यो यति लिखना मनाए कता भित्र ल्याएर यहाँ त लेखेर यस्तो बिगारे नि यास खोला स्यास रेको यो यस्तो लेखेर बिगारे हान भगवान्लाई चाहिँ यो जानकी मन्दिर एउटै भयो भने सबकै यहाँ लेखेर यस्तो सबले लेखेर यो काम चाहिँ नराम्रो काम हो है त्यो त जनकपुर भित्र छु भयो सब लेखेर त काम सब बिगारे हा के अरे एनी प्रब्लम ल जानकी मन्दिरभित्र घुमेर सकियो है अब यहाँ चाहिँ तर अलिकति यो यसलाई चाहिँ अलिकति सफा सुग्घर अनि यो यहाँको व्यवस्थापन चाहिँ अलिकति गर्नलाई चाहिँ त्यतातिर ध्यान चाहिँ गर्नु राम्रो रहेछ
गाइस ल यता घुमियो होइन जनकपुर धाम चाहिँ यहाँ कता कता घुमियो राम्रो ठाउँ चाहिँ मलाई राम्रो एकदम राम्रो लाग्यो तर यहाँको व्यवस्थापन चाहिँ अलिकति रहन्छ जता चाहिँ केर्ने यता फोहोरहरू सबै रहेछ है यतातिर ध्यान आकर्षण जाओस् सरकारको के भन्नु र अरू मैले सानो मान्छे ल यसो भिडियोलाई हेरिदिनु होला लाइक सब्सक्राइब सेयर गरिदिनु होला धन्यवाद।